यहाँलाई हार्दिक स्वागत छ आजको यस भिडियोमा। आज हामी राष्ट्रिय परिचय पत्रको लागि अनलाइन आवेदनको फर्म कसरी भर्ने भन्ने विविध कुराहरू आजको यस भिडियोमा हामी देखाउने छौँ। सर्वप्रथम आफ्नो मोबाइल वा कम्प्युटरमा रहेको क्रोम ब्राउजर अथवा अन्य कुनै पनि ब्राउजरमा गई राष्ट्रिय परिचय पत्र टाइप गर्नुहोस्। फर्स्टमा रहेको वेबसाइटलाई ओपन गर्नुहोस्। त्यसपछि त्यहाँ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको वेबसाइट खोल्छ। त्यसपछि राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदनमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ रहेको लगइन फर इन्डिभिजुअलमा क्लिक गर्नुहोस्। त्यहाँ रहेको बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्नुहोस् अनि साइडमा रहेको एरोमा क्लिक गर्नुहोस्। त्यसपछि केही समयपछि हजुरको मोबाइलमा ओटिपी आउँछ। ओटिपी यसरी डायल गर्नुहोस् यहाँनिर। त्यसपछि तपाईले एकछिन वेट गर्नुपर्ने हुन्छ। त्यसपछि यो तरिकाले तपाईको इन्टरफेस खुल्छ। यहाँनिर मैले पहिला पनि बनाइसकेको छु। यहाँ रहेको न्यू इनरोलमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईलाई यो फर्म फिलअप गर्ने ठाउँ खुल्छ। त्यसपछि तपाईले यहाँनिर आफ्नो नेपालीबाट नाम टाइप गर्नुपर्ने हुन्छ। थर राख्नुहोस् अनि इङ्ग्लिसमा पनि यसरी टाइप गर्नुपर्ने हुन्छ। अनि लास्ट नेम मिडल नेम छ भने मिडल नेम राख्नुहोस् तपाईले, छैन भने परेन। अनि यसरी तपाईले डेट अफ बर्थ जन्ममिति राख्दै जानु। अनि तपाई कहाँ जन्मिनु भएको हो त्यो पनि तपाईले यहाँ यसरी तपाईले चाहिँ राख्न सक्नुहुन्छ। त्यसपछि वंशजमा क्लिक गर्नुहोस् र नागरिकता नम्बर टाइप गर्नुहोस्। यो टाइप गरिसकेपछि जारी जिल्लामा जानुहोस्। जारी जिल्लामा तपाईले कुन जिल्लाबाट नागरिकता प्राप्त गर्नुभएको छ त्यो जिल्ला त्यहाँ तपाईले फिलअप गर्नुहोस्। त्यसपछि जारी मिति कुन सालमा तपाईले नागरिकता बनाउनु भएको हो त्यो त्यहाँ टाइप गर्नुहोस्। त्यसपछि तपाईले थोरै तल सारिसकेपछि तपाईले आफ्नो बारेमा चाहिँ मेल फिमेल के हो तपाईको, त्यसपछि तपाई विवाहित अविवाहित, तपाई विवाहित हुनुहुन्छ भने विवाहित लेख्नुहोस् अनि अविवाहित भए अविवाहितमा क्लिक गर्नुहोस्। मैले यहाँ अविवाहित क्लिक गरेँ। त्यसपछि अनि यहाँनिर नो गरिदिनुहोस्। त्यसपछि तपाईले यहाँनिर आफ्नो शैक्षिक योग्यतामा सिलेक्ट गर्नुहोस्। मैले यहाँनिर हायर सेकेन्डरी चुज गरेको छु। अनि हजुरले व्यवसाय के गर्नुहुन्छ त्यो यहाँनिर उल्लेख गर्नु होला। मैले यहाँनिर विद्यार्थी चुज गरेको छु। त्यसपछि तपाईले यहाँनिर तपाई कुन जात हो कुन तपाईले यहाँनिर चुज गर्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर धर्म चुज गर्नु होला। मैले हिन्दू चुज गरेको छु। त्यसपछि हामी यो फिलअप गरिसकेपछि हामीले चाहिँ नेक्स्टमा क्लिक गर्छौँ। त्यसपछि हामीसँग अर्को इन्टरफेस खुल्छ। अनि यहाँनिर तपाईले आफ्नो फोन नम्बर मोबाइल नम्बर छ भने मोबाइल नम्बर टाइप गर्नुहोस्। मोबाइल नम्बर टाइप गरिसकेपछि तपाईको नागरिकता अनुसारको यहाँनिर फिलअप गर्न सक्नुहुन्छ। नागरिकतामा तपाईको एड्रेस के छ। मैले यहाँनिर लुम्बिनी चुज गरेको छु। त्यसपछि जिल्लामा रूपन्देही राखेको छु मैले। अनि गाउँपालिकामा आफ्नो गाउँपालिका चुज गर्नुहोस्। यसै गरी वडा नम्बर राख्नुहोस्। आफ्नो गाउँको अथवा टोलको नाम यहाँ उल्लेख गर्नुहोस्। यसलाई नेपालीमा पनि र अङ्ग्रेजीमा पनि टाइप गर्नुपर्ने हुन्छ। तपाईँले यतापट्टिको भागमा अङ्ग्रेजी टाइप गरिदिनु होला। यसै गरी तपाईले तलपट्टि रहेको अस्थायी लेख्नुपर्ने भनेको छ, तर हामीले चाहिँ सेम नै कपी गरेका छौँ यहाँनिर। तपाईले अस्थायी अथवा अस्थायी बसोबास गर्नुहुन्छ भने त्यो पनि तपाईँले टाइप गर्न मिल्छ। त्यसै गरी यहाँनिर फादर्स डिटेल भनेको छ। फादर डिटेलमा तपाईले फादरको नामहरू नेपालीमा अनि अङ्ग्रेजीमा टाइप गर्नु होला। यसरी मैले देखाएको जस्तै टाइप गर्नुहोस्। जहाँनिर रातो लगाएको छ त्यहाँ मात्रै टाइप गर्दा पुग्छ, अर्थमा पर्दैन। त्यसपछि यहाँनिर बाबाको पनि एड्रेस मागेको छ। तपाईले सेम नै कपी गर्दा यहाँनिर टिक लगाउँदा हुन्छ। मदर्स डिटेलमा आफ्नो मदर्सको नाम नेपालीमा र अङ्ग्रेजीमा टाइप गर्नुहोस्। एड्रेसमा पनि यसरी नै टिक लगाउनुहोस्। त्यसपछि रह्यो ग्रान्ड फादरको नाम डिटेल्समा पनि तपाईले चाहिँ यसै गरी नै नाम टाइप गर्नुहोस् नेपाली अङ्ग्रेजी दुवैमा। त्यसपछि तल ग्रान्ड मदरको नाम आउँछ, त्यहाँ पनि तपाईले नेपाली अङ्ग्रेजी
दुवैमा नै टाइप गर्नुहोस्। केही तल सारिसकेपछि तपाईँले यहाँनिर विवाह भएको अथवा विवाह भएको खण्डमा यहाँनिर तपाईँले भर्नुपर्ने हुन्थ्यो। मैले अविवाहित चुज गरेको हुनाले यो फिलअप गर्न मैले यहाँनिर पाएन। हामीले सबै कुरा भरिसकेपछि तल लास्टमा रहेको नेक्स्टमा क्लिक गरौँ। अनि हामीले चाहिँ कहाँदेखि यो परिचय पत्र बनाउने हो त, त्यो चाहिँ कार्यालयको नामहरू यसरी रहेको हुन्छ। यसलाई हामीले चाहिँ चेक गरौँ कहाँनिर हामीले चाहिँ एपोइन्टमेन्ट पाउँछौँ भनेर चाहिँ हेरौँ। तर कुनै पनि नभएको कारणले गर्दा हामीले अदर्समा क्लिक गरेर हामी डेट लेख्न सकिन्छ। अदर्समा क्लिक गर्नुहोस् र नेक्स्टमा जानुहोस्। अनि त्यसपछि तपाईँले विवरण सही भर्नु भएको छ कि नै त्यो चेक गर्नुहोस्। सबै चेक गरिसकेपछि तपाईँले यसलाई चाहिँ सबमिट गर्नुहोस्। आर यु स्योर लेखेको छ, तपाईँ स्योर हुनुहुन्छ यो चाहिँ तपाईँको फिलअप गरेको सबै कुरा मिलेको छ भनेपछि यसलाई तपाईँले प्रिन्ट गर्नुहोस्। र यो प्रिन्ट कपी लिएर तपाईँ राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अर्थात् तपाईँले चाहिँ नागरिकता बनाउने ठाउँमा जानुहोस्। तपाईँलाई बायोमेट्रिक गर्नको लागि चाहिँ तपाईँलाई डेट दिइन्छ। त्यो डेटमा तपाईँ पुग्नुपर्ने हुन्छ। परिचय पत्र बनाउँदा के डकुमेन्टहरू लिएर जानुपर्छ भन्ने कुराहरू त्यही फर्ममा तलपट्टि लेखिएको हुन्छ। त्यो अनुसार तपाईँले लिएर जानुहोला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। यस च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी बेल आइकन दबाउन नभुल्नुहोला। धन्यवाद।